वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सुजाता। आज चाहिँ हामी चाहिँ मैले चाहिँ बिहानदेखि केही गर्न पाएको थिएन किनभने हामीसँग एकदमै खतरा एक्सपिरियन्स भएको छ। हिजो होटेल नपाएर कस्तो भएको अनि हामी चाहिँ आज गाडीमै रेडी भएर आएको हो। हामी चाहिँ अहिले चाहिँ आएको माउन्टेन हार्बरमा छौँ। अब यसपछि चाहिँ हामी हेर्नुहोस् यति धेरै मान्छे छन् कि लाइन यहाँ छ क्या। हजुरहरू पनि मजाले हेर्न सक्नुहुन्छ, म देखाउँछु है हजुरहरूलाई। यति धेरै लाइन छ, ओ माई गड कति धेरै मान्छे आएका हुन्। हामी चाहिँ अब यो केबल कारमा माथि जाने हो कि माउन्टेन चढेर त्यहाँबाट चाहिँ भ्यू हेर्न जाने हो। ओ माई गड कति गर्मी पनि लास्टै छ कि के भनौँ कि हजुरहरूलाई। यस्तो टन्टले घाममा हेर्न सक्नुहुन्छ। जस्तो खतरा त कहिले भयो थिएन। हामी रातभरि पनि सुतेको छैनौँ अनि हिजो पनि गाडी पनि हामीले लिएको थिएनौँ कि रेन्टल कार। अनि हामी चाहिँ क्लब 24 मा बसेको हो खाराओके रुम लिएर। माथि गएर चाहिँ हजुरहरूलाई म छिटो देखाउँछु है के छ भनेर। हजुरहरूलाई हेर्नु म सँगै हेर्नु फुल वाच गरिदिनु। एकदम खतरा एक्सप्लोर गर्दैछु आज हातकोबा युवाता। हिजो भयो नि हामीलाई त खतरा एक्सप्लोर त हिजो भयो रातिदेखि बिहानसम्म खतरा भयो। हिजोको के भयो? हिजो हामीले होटेलै नपाएर कस्तो भएको त नि खतरा भएको हिजोको एक्सपिरियन्स चाहिँ हाम्रो एकदमै धेरै खतरा छ। त्यो भ्लग हेर्नु भए चाहिँ मेरोमा हेर्नु होला। अनि भ्लगमा हेर्नु मैले खिचेकै छैन। म एकदमै लो फिल भएर हिजो केही पनि खिच्न पाएको छैन कि। हिजोदेखि बल्ल त भ्लग स्टार्ट गरेको मैले। अब हेर न यति धेरै मान्छे छन्, त्यही भएर पनि नपाएको होला कि यहाँ मात्रै यति धेरै छन् भन न। अन्त कतिजना होलान् भन त आफै। अनि हजुरहरूसँग म हजुरलाई माथि गएर के छ भनेर देखाउँछु है त। हजुरहरू पनि फुल वाच गर्नु है। जाँदैछौँ हाम्रो चाहिँ मलाई चाहिँ त्यो हुन्छ होला जस्तो लागिरहेको। हाम्रो चाहिँ यो लास्टको हुन्छ जस्तो लागिरहेछ। होइन त्यो हुन्छ होला। हो रहेछ अर्को हुने छ हाम्रो अगाडि हो। हामी चाहिँ अब चढ्यौँ गाई आसान के भयो तिमीले फेरि त्यता किन गएको ए। अब हामी चाहिँ माथि जाँदैछौँ गाई। हजुरहरू पनि हामी के छ भनेर म देखाउने छु हजुरलाई। राम्रो देखेको नि मलाई खुब डर लाग्छ कि जस्तोमा। राम्रो भ्यू देखेको के आमामामा यो देखेर हेर्न सक्नुहुन्छ गाई कस्तो राम्रो देखिरहेछ। म कहाँ जाउँ भइरहेछ। म त कहाँ भइरहेछ हो। हामी चाहिँ लगभग चाहिँ 5 मिनट चढेर आइसक्यौँ माथि चाहिँ। कस्तो कहाँ धुप भइरहेछ कि आमामा। वाला पनि रहेछ इन्ट्रेन्स। वाउ यहाँ त सबैजना कस्तो मजाले टेन्ट लगाएर बसिरहेको छन्। कस्तो राम्रो के आमामा कस्तो मजाले गराइरहेको के। सबैजना हेर्न सक्नुहुन्छ। यो सबै यहाँको भ्यूहरू हो। कस्तो माथि के रहेछ क्या। यहाँ त टेन्ट लगाएर बस्न पनि मिल्दो रहेछ। साइक्लिङहरू पनि गर्न मिल्दो रहेछ। सबैजनाले होइन केबल कारमा चाहिँ साइकल चाहिँ लिएर यहाँ आएर चाहिँ तल झर्ने रे के साइकल लगेर। अब हामी चाहिँ यतातिर बढ्छौँ होला मेनतिर के छ भनेर म देखाउँदै जान्छु हजुरहरूलाई। म सँगै फलो गर्नु है। गर्न हर्स राइडिङ पनि गर्नु मिल्दो रहेछ। राम्रो क्या। अब जाँदैछौँ अगाडि बढ्दैछौँ। कस्तो पिसफुल के भाइब्स चाहिँ। ट्रेकिङहरू पनि गरिरहेछन् यहाँ। कहाँबाट हिँडेर होला नि यहाँ। पिङ पनि खेलिरहेछन् बाफ्रे। कस्तो राम्रो देखेको पहाड।
के अनि यो लाइन यति धेरै छ कि यहाँ चाहिँ फोटो खिच्ने चाहिँ यत्तिकै जानु पाइँदो रहेछ के हो कुन्नी आउन त आइहाल्यो तर होइन होला कडा यार यति फोटो खिच्नलाई नि यति धेरै लाइन बस्नु परेछ टेन्टहरू ल्याएर के बस्न मिल्दो रहेछ कस्तो मजाले बसिरहेछन् यार मान्छेहरू कस्तो रमाइलो पिसफुल एरिया चढेको छौँ हेर्न सक्नुहुन्छ गाइस कस्तो रमाइलो लागिरहेछ अनिताहरू चाहिँ पछाडि छन् छिटो कस्तो रमाइलो भ्यू छ गाइस उसले चाहिँ उचिरो भनिरहेछ फेरि अर्को लोकेसनमा आइपुग्यो यो लोकेसनमा चाहिँ के रहेछ भन्ने चाहिँ मलाई थाहा छैन तर यो लोकेसनको नाम चाहिँ हाकुबा हितातोरी नो मोरितो युन्दाने ओ किरे ने त्यहाँबाट माथिबाट आएर यहाँको गाइस यस्तो दामी भ्यू छ के हामी चाहिँ फेरि माथि जान लाग्यो अब फेरि माथि जान लाग्यो हामी फर्किन लाग्यो गाइज अब चाहिँ हामी कता जान्छौँ भनेर थाहा छैन खासमा चाहिँ यहाँको पावरफुल मन्दिर छ अरे क्या एउटा अनि त्यहाँ जाउँ कि भन्ने सोचिरहेको छौँ अब उनीहरूले के भन्छ त्यही अनुसारले जान्छौँ यहाँ चाहिँ अप्ठ्यारै बाटोमा बस्दो रहेछन् भनेर त म त नेपालको मात्रै सोचेको थिएँ क्या यहाँ पनि अप्ठ्यारोमै बस्नु हुँदो रहेछ कस्तो नेपालको जस्तै अप्ठ्यारो चाहिँ बट्टाडाको बाटो जस्तै छ हाम्रो घरतिरको बाटो के प्युठान जाँदा फेरि यस्तै बाटो छ के कस्तो अप्ठ्यारो बाटो हो माइ गॉड जापानमा पनि यस्तो बाटो छ भने त फर्स्ट टाइम हो यस्तो बाटो हिँडिरहेको छु यत्रो वर्ष भयो नि त म यस्तो बाटो हिँडेको छैन नि त कस्तो गाह्रो बनाइ हामी चाहिँ फाइनल्ली आइपुग्यौँ तोगाकोसी जिन्जा 1 घन्टा लगभग 1.5 घन्टा लगाएर आइसक्यौँ यहाँबाट हामी छिर्न जाँदैछौँ मेरो साथीहरू चाहिँ हात धुन जान लाग्छन् ए हो नानी मातेर्नु यहाँ चाहिँ जे भनेको पनि पुग्छ अरे के एकदमै पावरफुल जिन्जा हो रे के हजुरहरूले पनि यहाँ आएर भिजिट गर्नु है एकदम मनमा शान्तिहरू मिल्छ होला मलाई चाहिँ एकदमै शान्ति अहिले चाहिँ मिलिरहेछ म चाहिँ यहाँतिर चाहिँ के रहेछ भनेर हेर्न जाँदैछु वाउ कस्तो राम्रो झर्ना रहेछ